नमस्ते सबैजनालाई। हामी चाहिँ आराम कुशल सन्चै छौँ। हजुरहरू के कस्तो हुनुहुन्छ? अनि हाम्रो भिडियो हेरेर चाहिँ लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला। नगरे पनि केही छैन, हामी आफै हेरेर डिलिट गर्छौँ। भूत जस्तो भइसके हैन, आज जंगलमा के गर्नु यस्तै हो। कसैले नहेरे पनि हामी आफै हेर्छौँ। अनि आफै हेर्दै मख पर्दै भ्युज आएन भने त आफै डिलिट गर्न आफै छक्क पनि पर्दैछौँ क्या। साथीहरू हामी गाउँले बिचरा हामी गाउँले बिचरा सोझी अनपढ गबर पाकेहरू अन्त फुट्टे आँखाले हेर्दैन, लाइक पनि गर्दैन, कमेन्ट पनि गर्दैन। हाम्रो गुनासो चाहिँ यति हो। सब्स्क्राइब पनि गर्दैन। सब्स्क्राइबको त कुरै छोडौँ न, भ्युज जाँदैन। हामी गाउँले सोझीहरूलाई हामीलाई माया गरिदिनु है ल। हामीलाई माया गरिदिनु ल सबैजनाले। तर हामी त टिकटकमा यस्तोमा भिडियो हाल्छौँ, अनि अरूले नहेरे पनि आफै हेर्दै हाँस्दै ओहो कति राम्री भन्दै होइन, आफ्नो तारिफ आफै गर्दै बस्दै। हस् धन्यवाद, थ्याङ्क यू, सिट डाउन। हेर्नुहोस् साथीहरू, हाम्रो चाहिँ पत्कर सोर्ने कार्यक्रम भइरहेछ। कस्तो लागिरहेछ जीवु? रमाइलो भइरहन्छ पत्कर सोर्नु होइन। कहाँदेखि सोरेको अरे माथिदेखि झारेको यो चाहिँ। यो चाहिँ हामीले माथिदेखि झारेको। कति छ पत्कर। हामीले आज चाहिँ सोर्ने हाम्रो डोकोहरू चाहिँ यहाँ बिजोग भइरहेछ। बिचराहरू परसम्म छ। हाम्रो चाहिँ पत्कर गाइजहरू हामी कति जाँगारिला छौँ भनेर प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् पत्करको थास देख्न सक्नुहुन्छ साथीहरू। अब गाइजहरू हामी चाहिँ भिरमा छौँ, अप्ठ्यारोमा। हात चाहिँ डर समाउनु पर्ने हुन्छ हामीले। यस्तो पुगिसक्यौँ। अब चाहिँ यहाँनिर योलाई झार्नु चाहिँ अलि लट्ठी लामो बनाउनुपर्छ, अनि झार्नुपर्छ यसरी नै घच्याट्टै झार्नुपर्छ। ल फेरि हामी तल गयो भने फेरि स्वर्ग लोकमा पुगिन्छ। पत्कर चाहिँ हामीले यत्रो धेरै सोरिसकेको छौँ, तर क्यामेरामा थोरै देखिँदो रहेछ। अलिकति मात्रै देखिँदो रहेछ, तर कति धेरै छ। हेर्नुहोस् यो ओह्रालो कति धेरै छ। दर्शकवृन्द देख्नु सक्नुहुन्छ। म चाहिँ यसमा अडेस लागेर यहाँ भिडियो बनाउँदैछु, किनभने यहाँ चाहिँ भिर छ। भित्तामा जडीबुटी पनि पक्रिनु पर्ने हुन्छ। पक्रिने चाहिँ पक्रेको छुइनँ। यो सानो पछाडि हाँगा गयो भने चाहिँ म कहाँ पुग्छु उतार्नु पर्यो, त्यो चाहिँ थाहा छैन। मैले ढाँटेको रहेछु भने यता अगाडि हेर्दा हुन्छ मेरो साथीलाई। भित्तामा कसरी झुन्डेर यहाँ सोर्दैछ खुट्टाले होइन। म पनि यसरी खुट्टाले नि सोध्छु। आउनु पर्ने हुन्छ, लड्यो भने तल स्वर्गलोकमा पुगिन्छ। स्वर्गलोक चाहिँ यता तल हो साथीहरू, होइन जीवु। यहाँबाट हामी गयो भने चाहिँ पक्रिन भने लडिझऱ्यो भने स्वर्गलोक चाहिँ यता तल है साथीहरू। यहाँ तल छ स्वर्गलोक चाहिँ। अन्त भिर छ त। म त्यहाँ जान्छु ल। ल त्यहाँ बिस्तारै पत्थर कति चाहिँ अनि एक कम्बर भयो त। नि हेर्नु मेहनत थियो उहाँ। आज हामी कति भारी बोक्छौँ आज चाहिँ त्यो आज भरे नै थाहा हुन्छ। अस्तिको दिन एक भारी, हिजो 2 भारी, आज चाहिँ कति भारी हुन्छ आजै थाहा हुन्छ। यता पर यो माथि यहाँतिर पनि छ अझै हामीले पत्कर ओह्रालो झार्नुपर्ने। यहाँ आइपुग्यौँ हामी चाहिँ त माथि टुप्पाबाट आएको झार्दै अरू चाहिँ भेला गरेर धेरै बोकौँ भनेर साथीहरू। नपत्याएको हो भने त यहाँ भिर कत्रो पो छ त उसको अगाडि। लक्ष्मीले नै जाने हो। नेक्स्ट टाइम भेट्नुपर्छ अब है। अब चाहिँ ल ओइ जीवु जान्छ ओह्रालो। भरे मैले मान्छे देखिनँ भने। यसरी हाम्रो चाहिँ पत्कर सोर्ने आइडिया गाइजहरू हो। त्यहाँबाट हाम्रो चाहिँ यहाँ दाजुभाइ डोकोहरू भेला भइसक्यो साथीहरू। भार लाउनु रेडी। जीवुले माथिदेखि सोर्दैछ। वाहु ओ माई गड, कस्तो मजाले आयो क्या। मलाई नै पुरी मार्छ जस्तै। हावा पो दियो त सम्र्याङ्ग्यो है। आउँदैछ
यसरी हो क्या पत्कर डोको चाहिँ यहाँ छ हाम्रो उसको डोको यो मेरो डोको मुन्छे चाहिँ ऊ माथि छिन् उहाँ चाहिँ सकेको छ साथीहरू हेर्नुहुन्छ अब यहाँ अर्को पालो अब उहाँको छैन केही पनि सुनेको हो म बोलिरहेको छु नि त लु अब ठेल्नु सरर लडलाई आएर फेरि पत्कर पस्नु पनि मान्छे अगाडि पसिरहेको होला नि हो स्याबास बेटा अब चाहिँ भारी पुगेर जाने हामी आएको कति बेला हो 12 बजी 12-9 बजी आएको 12:30 11:30मा आएको नि 12 बज्न आँट्दा घर जाने 2 बज्न आँटिसकेको छ 1:30 ओहो डोकोमै पस्यो त उहाँ त ल गाइसहरू स्याबास यता चाहिँ भारी पुगिसक्नु भयो उहाँ चाहिँ ठडिनु भएको छ उहाँले चाहिँ खाँदै हुनुहुन्छ खुट्टोले धन्यवाद गाइसहरू हुन्छ हैन तपाईले हेलो गाइज हामी चाहिँ कति भारी पत्कर बोक्यौँ आज 8 भारी आज 8 भारी तपाईले नदेखाएको मात्रै हो हामीले नदेखाएको मात्रै हो किनभने हाम्रो देखाइरहने फुर्सद छैन नि त मैले 1 भारी बढी मैले चाहिँ 5 भारी आज मैले 9 भारी उसको भारी उतै सिरियस छ मेरो भारी यतै सिरियस छ साथीहरू यो चाहिँ अन्तिम भारी हो यो चाहिँ अन्तिम भारी अहिले चाहिँ बेलुकाको ठिक कसो भन्छ अहिले बेलुकाको ठिक 5 बज्न आँट्यो त्यही भएर अब चाहिँ घर जाने हामी अब चाहिँ घर जाने अनि फेरि बाई गाइसहरू भोलि चाहिँ कति भारी बोकिन्छ थाहा छैन अहिले तपाईँ पनि घरि घरि त त्यो ट्विन्स त्यो कपालको जस्तै दिव्या काव्या जस्तो बोल्नुहुन्छ र त्यस्तो म त कति हेर्छु त उनीहरूको त्यो भिडियोहरू कस्तो